हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ। मेरो न्यू भ्लगमा आज चाहिँ म बिहान के गरेछु, बिहान भन्दा नि 10-11 भइसकेछ। आज फेरि म कहाँ उपस्थित भएको छु भन्दै फेरि मोके बनाउनै छु। मेरो चाहिँ यो मोके बनाउने कार्यक्रम सिद्धिसकेको छैन, अझै मेरो यति छ। अब यो सकेपछि चाहिँ मेरो काम समाप्त हुन्छ यहाँको। म फेरि पुनः उपस्थित कहाँ भएको छु भन्दाखेरि चाहिँ आज चाहिँ मोकैबाट सुरु गरेको छु। मैले मेरो न्यू भ्लगलाई कन्टिन्यू गर्दैछु। हजुरहरूले दिनुहोला, साथ सपोर्ट दिनुहोला। अनि हजुरहरूलाई मेरो हिजोको भिडियो कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला। कमेन्ट गर्नुहोला, सेयर, सब्सक्राइब, छेउमा बसेको बेल आइकनलाई पनि क्लिक गरिदिनु होला। आजको भ्लग चाहिँ मैले यहाँ मोकै बनाउनेदेखि स्टार्ट गरेको छु। अब मैले कसो गरौँ यसलाई भनेर सोच्दैछु। हजुरहरू कहाँबाट हेर्दै हुन्छ? सन्चै हुनुहुन्छ? म चाहिँ एकदमै सन्चै छु। जहाँ चाहिँ म मेरो बस्नै खोज्दैछु। गर्मी पनि भइरहेछ, यो कपाल सुक्दैन। किन सुक्दैन? म चाहिँ यहाँ किन पसेको? यो चाहिँ रहेको छ हाम्रो स्टोर रुम। यहाँ चाहिँ भोकारी देख्न सक्नुहुन्छ। यताको यो के हो भन्नुहुन्छ नि, यो चाहिँ कुटी काट्ने मेसिन हो। कतापट्टिबाट कस्तो देखिरहेछ? नजिक भएछ नि त। ल, यहाँ चाहिँ गाईलाई कुटी काटेर घाँस दिन्छु, घाँसको कुटी। अब चाहिँ म मोके बनाउन थाल्छु। अब मेरो मोबाइललाई चाहिँ यहाँ राखेर 11 बज्न लागिसकेको छ। कति ढिलो स्टार्ट गरेको छु। आज चाहिँ म के गर्छु, कहाँ जान्छु भन्ने कुराको हजुरहरूलाई पनि थोरै भ्लगमा हालिदिने छु। मैले बनाउन कस्तो हुन्छ, मैले कहाँको भिडियो हाल्छु नि, त्यो चाहिँ तपाईँहरूले हेर्नु पनि हुन्छ। अब मैले कतिसम्म सक्सेस हुन्छु, कतिसम्म सफल हुन्छु, अब बनाउँदै जाँदा मैले बनाएका साना क्लिपलाई जोडेर म भ्लगमा हाल्नेछु। हजुरहरूले मन पराइदिनुहुन्छ अनि आशा गरेको छु। आज पनि मेरो भ्लगको सुरुवात भइसकेको छ। काग कराएर कस्तो काग कराएको क्या बसेर। आज चाहिँ मैले बिरालोको बच्चा माथि राखेको थियो नि त, सानो बच्चा थियो, अनि ढाडेले खाइदिइ जान्छ। त्यही भएर मैले चाहिँ बिरालोको बच्चाहरू ठुलो भयो, अब खान थाल्यो। अनि माथि रुममा त हुँदैन, अनि तल सारिदिएको। अनि नयाँ ठाउँबाट बच्चा पनि गराउने, माउ पनि केले लान्छ भनेर यता गर्दै थियो। गएछ अहिले चाहिँ, यही मैसँग थियो अहिले माउ चाहिँ। यतै कता छ कि किन यो कागले देख्यो कि पुरा काग कराइरहेछ। अहिले चाहिँ तल सिडी मुनि ल्याएर राखिदिएको छु। अब ती बस्छ नि त, खाना दिन पनि हामीलाई सजिलो हुन्छ। अब दिसा पिसा गर्छ, बच्चा हो, जान्दैन, बाहिर जान सक्दैन, अनि त्यही भनेर तलै राखेको छु। सानो बच्चा चाहिँ हुर्काएर राखौँ भनेर। अनि त्यस्तै छ। अब चाहिँ म कन्टिन्यू बनाउन दिन्छु। अनि चाहिँ सुरु भइसक्यो बनाउनु। आज पनि पानी पर्छ जस्तो मौसम छ। अब म खाना खाएको छैन नि त, अब अलिकति बनाउन त आज पनि थोरै बनाएर मैले बिहानै नुहाएको छु। अब कहाँ जानु पर्यो भने म आज जानै पर्छ। आज त बनाउनु पर्छ। मेरो नानीको अस्ति जुत्ता किनेर ल्याएको थिएँ, जुत्ता साट्न जानुपर्ने। अनि जुत्ता साट्न जानुपर्छ। अनि नानीको जुत्ता चाहिँ यो ठिक भएन नि त, ठुलो भयो। अनि अलिक सानो जुत्ता लिएर आउनु छ। अनि आज गएर मेरो चाहिँ सबभन्दा फर्स्ट काम चाहिँ जुत्ता साट्न छ। यी हाम्रो सूर्यले छ नि त, त्यो मलाई पुरा डर लागिरहेको छ। केले लान्छ भनेर। सूर्य त हो कहाँ बनाएर अलिक ढुक्क भएर बस्नु। अनि नानीको जुत्ता साटेर आज म ठुलो छोरीको स्कुलमा मिटिङ छ अरे। अनि त्यहाँनिर प्यारेन्ट्स मिटिङ गर्दै छोरीले अब एकछिन उपस्थित भइदिनु पर्यो। 3 बजी अरे कुरा सुन्नु न, 10-11 बजी भनेको एउटा सही समय हो नि त हाम्रो लागि। हामीले 2-3 बजी अब उहाँ जानु पर्यो, केटीलाई घरमा खाजा बनाइदिन्छ, खाजा दिनु पर्यो, बनाउनु पर्यो। अब त्यतिखेर चाहिँ म स्कुलमा मिटिङमा जान्छु। अनि म स्कुलमा मिटिङमा गएको भ्लग हाल्नेछु। अनि म बाटोमा बजार जाँदै गरेको हाल्छु। मैले खिच्न त चाहिँ थाहा छैन है, खिच्न त थाहा छैन। यति भन्दै म के बनाउन थालेँ। हिजो चाहिँ हजुरलाई मैले नानी स्कुलबाट आएको भ्लग बनाउँछु भन्दै थिएँ। हिजो भ्याइन क्या।
अनि त्यही बेला दिउँसो मैले टिकटक पनि एउटा अपलोड गरेँ अनि त्यसपछि मैले कपडाहरू सुकाएर उठाउँदा नानीलाई पुग्यो नि नानीलाई खाजा बनाइदिएँ अनि सानोलाई खाजा बनाएर दिएँ दिएपछि एकछिन सानोले म खेल्नु बस्यौँ अनि होमवर्क गर्न थाल्यौँ अनि होमवर्क गरेपछि पछाडि सानो र म होमवर्क गर्दा गर्दै दिदी आइहाल्नुभयो अनि दिदीलाई खाजा दियौँ अनि खाजा दिएपछि त्यसको साथीहरूलाई पनि मैले बोलाइदिएको छु नि त अहिले सानोको साथीहरूलाई होमवर्क गर्न सानी एक्लै अल्छी भयो अरे अनि खेल्दै खेल्दै होमवर्क गर्छु अनि उसको दुईजना साथी छन् दिदी बहिनी छन् मेरो चाहिँ 3 वर्षको फरक अनि उनीहरूलाई बोलाइदिएको थिएँ मैले अनि उनीहरूसँगै अनि नानी चाहिँ उनीहरूसँगै बसेर एउटा होमवर्क सक्दै खेल्दै एउटा होमवर्क सक्दै खेल्दै गर्छन् अनि नानीहरू उतै यस्तो भयो भने खेल्न पनि मिल्छन् पढाइ पनि मिल्छ अनि पढ्न पनि सिक्छन् अनि मैले बेला नानीहरूलाई पढाउँछु नि त पढ्न प्र्याक्टिस गराउँछु अनि एक्लै प्र्याक्टिस गर्नु साथीहरूसँग प्र्याक्टिस गर्नु साथीहरूसँग प्र्याक्टिस गरेर राम्रो हुन्छ अब सानोलाई माको अर्को साथी लाउँछ उसको साथीलाई माको सानी लाउँछ अनि दुईजनाले आएन भने अनि त्यो साथीको दिदी हुनुहुन्छ सानो उसले जस्तै अनि उसले सिकाइदिनुहुन्छ अनि उसको त दिदीलाई पनि आएन हाम्रो उपासको दिदीले सानोको दिदीले सिकाइदिनुहुन्छ अनि यसरी 3-4 जना नानीहरू राखेर पढाइ भने एकअर्काले सिक्ने सिकाउने हुन्छ उनीहरूको मनोबल पनि बढ्छ अनि उनीहरूको दिमाग पनि बिजी हुन्छ अनि साथीहरूसँग खेल्दै खेल्दै पढेको लेखेको माग्दै लेखेको पढेको पनि थाहा नपाउने अनि उनीहरू जान्ने पनि हुन्छ क्या एक्लै बसेर पढ्नु र साथीहरूसँग बसेर पढ्नु फरक हुन्छ अनि त्यहाँ चाहिँ एकजना गाइड गरेर बस्नुपर्ने हुन्छ अनि म चाहिँ बच्चा लेख्छु 1-2 घन्टा टाइम निकालेर गाइड गर्छु उनीहरूको क्षमताले भ्यासम्म केटाकेटीहरूले पढ्छन् अब म चाहिँ त्यसो गर्ने गर्छु केटाकेटीहरूको लागि पढ्ने समयलाई चाहिँ टाइम निकाल्छु बिहान पनि आधी घन्टा निकालेँ अनि पढाएँ नानीलाई अनि पढाएर खाना बनाउँदा खाँदा नानीलाई ठिकादा स्कुल जान चाहिँ अलिकति ढिला पनि भयो अनि गाडी रोक्नु चाहिँ एकछिन 5 मिनट रोक्नु पर्दा चाहिँ उयो गर्नु पऱ्यो अब भोलि चाहिँ हामी छिटै ठिक पर्ने जाउँ ठिक परेपछि पछाडि मात्रै पढ्छौँ आज चाहिँ बिहान अलिक त्यस्तै भयो अनि नानीलाई चाहिँ पानी हाल्दै नानी चाहिँ क्यान्टिनमा खाजा खान्छु दिउँसो तर पनि ठिक्क बुझ्दैन अरे अनि घरबाट पनि थोरै फलफुल लान्छु नानीले अनि फुटहरू काटेर राखेको थिएँ ब्यागमा चाहिँ हाल्दिनँ बिर्सेछु पानी मात्रै हाल्दैछु त्यो चाहिँ छुटेछ त्यो चाहिँ दिदीलाई पनि खाजा हालिदिँदाखेरि यता उसले त्यो खाजा लिएर पनि त्यसको मुनि गरेर फल्ने रहेछ त्यही भएर नानीको खाजा छुट्यो अनि भरेको दिदीको जुत्ता जाँदा त्यही हुन्छ स्कुल अनि त्यहाँ जाँदाखेरि म नानीको जुत्ताहरू जाँदा छोडिदिन्छु स्कुलमा निस्किन्छु 1 बजी गरी जान्छु अनि छोडिदिन्छु अनि उसले क्यान्टिनमा खाजा खाइसकेर आउँछिन् अनि दिन्छु अनि क्लासमा बसेर खानेर पुग्छु त्यसपछि नानीको चित्त बुझ्छ अनि आज नानी 2:30 बजी 3:30 भएर आउँथेँ आज म 4 बजी लिएर आउँछु नानीलाई स्कुलबाट आफै लिएर आउँछु अनि म मिटिङमा गएको नानीले खाजा लिएर जान्छु अनि स्कुलमा नानीलाई खाजा छोडिदिएर एकछिन मिटिङमा बस्छु अनि त्यसपछि चाहिँ नानीहरूसँगै आउँछु साइडमा आज चाहिँ मेरो त्यस्तो हिँड्ने काम परेको छ आज म कहाँ जान्छु भन्ने कुरा हजुरलाई देखाउँछु कि आज चाहिँ मेरो बर्थडे छ किन टिका नलाउनु भएको भन्नुहुन्छ होला भने छोरी ल्याएर लगाइदिने रे मलाई टिका छोरीले त्यसो भनेर गएको छिन् बर्थडेमा हजुरलाई टिकामा भरेर लगाइदिन्छु ल बिहान भने नानीले म चाहिँ बिहान 4 बजी उठ्छु अनि उठेर मैले खाजा बनाएँ आज चाहिँ 20 अलार्म सदन गरिदिउँ अनि म सुत्दै बेलामा नानीले मोबाइल लगाइदिएको थिएँ अनि मैले सुतेर मनिँदै गर्छु अनि नानीले मोबाइल राखिदिएर गएको थिएँ नानीले चाहिँ अलार्म 4 बजी मात्रै लगाइदियो क्या म चाहिँ 4 बजेर 5 मिनट 15-20 पार्टी लगाउँथेँ चिन्तिन बस्छु 4 बजी बोल्छु अनि त्यसपछि 5 बजी 4 बजेर 5 मिनटको बज्यो कि के भयो थाहा छैन त्यति नै मलाई याद छ त्यहाँबाट म निदाछु अनि निदाएर सकाता देखिराखेको बेलामा कसै झट्ट थाहा हुन त 4:30 भइसकेको छ तर उठेर नानी उठाउँ जाउँ गाडी आउन आँट्यो भनेर लत्तर उठाएँ है अनि आफूलाई लत्तर गरेर तल आयो तलाएर खाजा बनाएको चिनी सिद्धिएको रहेछ अनि रातो चियामा चिनी ल्याएको कस्तो हुन्छ भन्नु त अझै सोच्नु त एकचोटि अनि चिनी ल्याएको चिया त्यहाँमाथि फ्राइड राइस बनाएर खाना उठेको अलिक दिएको थियो अलिक पकाएको बिहान खाजा बनाउनु भन्नुभयो अनि बिहान ब्रेकफास्ट के बनाउनु त लु आज चाहिँ कति दिन फ्राइड राइस भनेर खाना अलिक पकाएको बेलुका भएर हेर्नु न ढिलो उठेर खाजा बनाएँ खानै पाएन नानी ठिक्क त्यति पकाएर नानीले फेरि पारेर रुममा पुऱ्याइ गएको थिएँ गाडी आयो बिचरा नखाइकन गइन् अब आजबाट म छिटो गर्छु अनि नानीलाई बिहान खाना मिल्यो अनि आफै अलार्म समय माथि लगाएर सुत्छु नानीले कति हतार भयो अनि आज चाहिँ टिफिनको लागि पैसा पनि पठाइदिनु मैले केही पठाएको थिएन आज चाहिँ म नानीलाई घरबाट खाजा बनाएर टिफिन लिएर जान्छु अहिले ठुलो छोरीलाई टिफिन लगिदिन्छु सानो छोरीलाई उसको फुड लगिदिन्छु अनि त्यता बजार जान्छु नानीलाई मात्र ठुलो छोरीलाई चाहिँ चाउमिन बनाएर लगिदिन्छु चाउमिन बनाउँछु पनि आज चाहिँ म त्यस्तै काम गर्छु हजुरहरूलाई तपाईँ मात्रै किन भनेको भन्दाखेरि तपाईँहरूलाई यो मुखे बनाएको हेर्नु म मुखे बनाइरहेको छु नि त मुखे नै बनाएर हेर्ने के बस्नु त्यही भएर म मुखे बनाउँदै यो ब्लग स्टार्ट गरेको छु नि त आज चाहिँ मेरो मोबाइल राख्ने पनि छैन रहेछ ब्लग चाहिँ म हिजोको भ्लग चाहिँ मैले एडिट गरेर नानीले एडिट गरेको कस्तो गरेँ थाहा छैन मलाई आज भाइरल रूपमा जाने मन चाहिँ छ अब हेर्नु कतिसम्म म सक्सेस हुन्छु त्यो चाहिँ मलाई थाहा छैन म सक्सेसफुल भयो भने चाहिँ म भाइरल रूपमा पुग्न सक्छु होइन भने म मिटिङमा मात्रै पछि हुनेछु भाले चाहिँ बिहान राख्दैन जब दिउँसो हुँदै गयो नि राख्छ दिउँसो हाम्रो झन् कुखुराको भाले चाहिँ सेतो आइज त्यहाँबाट आइज त ल आइज यता आइज भन्नु भने उता त जानु खोज्छ आज यसलाई के भयो यस्तो हेर्नु चाहिँ यतिखेर बाँच्छ हजुरले सेतो भाले दिनु है हजुरले त सेतो भाले दिनुभएको थिएन दिनु अब हेर्नु ल कसो मान्छे बाँच्छ यहाँ दुर्गा उठेर बाँच्नु गएर सक्छ छैनस् अब एकचोटि बाँचिदिएर जा बाँच्न अब एकचोटि खोइ हामी बसेर ध्यान दिएर सुनेको अब हेर्नु बाँच्छ पो त तपाईँ पनि यसरी भनेको मान्छ कि मान्छन् कुखुराले मान्छ बिरालोले पनि मान्छ सुरी आइज भन्ने आउँछ अब कालो दिन भइसक्यो नि यहाँनिर आएको एकचोटि बाँच्छ काले काले बाँच्न एकचोटि काले भाले चाहिँ बाँच्न मानिरहेको छैन बाँच्छ यो पनि बाँचेर चाल अब उसको टनाको होला सायद बादमै बाँचेर सकिरहने रहेछ है पुरा विचार गऱ्यो अनि हिँड्नु पुरा विचार गरेर हिँड्नु क्या काले हाम्रो काले चाहिँ बाँचेन आइज चार दिन्छु आइज अब अरू पनि आइसकेको छ कालेर गोली आइज तर पनि म सबै कुरा भेला तार्न लागिरहेको छु मेला चारो खान मन लाग्यो क्या आइज यो हो अगाडि बाँचेको गर्छ पछाडि त्यो चाहिँ यो हो आइज न काले हाम्रो चाहिँ छौडा कुरा जस्तो लाग्छ फेरि आज त के हो पारा तिमीको होइन 5 छौडे हो 3टा सेतो 3टा कालो
मैले के ठाउँमा तार्नु पर्यो भनेको यिनीहरू टिर्दैन क्या लाताले गरेर ल म चाँडै दिन्छु उसले भाग्छ नि यहाँ लिएर आइज फेरि अर्को बच्चा बनाएको छ नि त कुराले अनि घरभित्र चाहिँ लिएर जाँदैछ आज के सम्झ्यो पनि त्यसले चाहिँ घरभित्र पो लिएर जाँदैछ पट्याक 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 ट्याक ट्याक भन्ने नानीहरूलाई बोलाउँदै बोलाउँदै जान्छ तपाईँ आज चाहिँ मैले मुखो बनाउँदा बनाउँदै 12 बजी यहाँ ट्याक्कै 12 बजीपछि मैले मुखो बनाउन छोड्छु अनि त्यसपछि म गएर खाना खान्छु धन्दा गर्छु अनि नानीलाई टिफिन फास्ट बनाउँछु खाना बनाउँदै बनाउँछु म खाना खान बस्नु अगाडि पानी तताउँछु अनि खाना खान थाल्छु अनि पानी उम्लिन्छ उम्लेकोमा म चाउमिनलाई बोइल गरिदिन्छु अनि चाउमिन बोइल गरिसकेपछि म चाउमिनलाई बोइल पनि भनेर लगाउँदिनँ अनि चाउमिनलाई बोइल गरिसकेपछि म खाना पनि खाइसक्छु अनि त्यसपछि एकछिन चाउमिनलाई चिसो पानीमा पखालेर सेलाउनु पर्छ नि त अनि सेलाएर छोडेर धना गर्छु अनि धना सक्दा ठिक्क मेरो पनि सेलाउँछ अनि यता पेना बसाएर चाहिँ चाउमिन पकाउँछु अनि चाउमिन पकाएर टक्क टिफिन बक्समा हालेर चाहिँ म रेडी बनाएर उहाँ स्कुल लिएर जान्छु अनि नानीलाई टिफिन दिन्छु टिफिन दिएर म बजार जान्छु बजार गएर आएपछि चाहिँ म फेरि स्कुलमा उपस्थित हुन्छु अनि उपस्थित हुँदा फेरि छोराछोरीलाई भुक्लाउने टाइम भएको हुन्छ बजारबाट आउँदा चाहिँ मोमो ल्याइदिन्छु म चाहिँ मोमो चाहिँ बनाउँदिनँ मोमो लबर खासै होइन म उसलाई त्यति मोमो खाइदिन्छु त्यति हुँदैन रहेछ अलिक खान्छ खाँदै खाइदिने खान्छ अनि नानी दुईजनालाई चाहिँ मोमो ल्याइदिन्छु अनि ठुलो नानी चाहिँ घर आउँछु स्कुलबाट घर आउँछु बस्न अनि उसलाई चाहिँ टिफिन बक्समा हालेर घरमा लगेर खाऊ भन्छु सानो पनि सँगै लिएर आउँछु नत्र भने म होइन त्यस्तो होइन रहेछ 4 बजी नानी बस्न चढ्ने ठुलो नानी भने 4:30 बजी आएपछि त्यतिखेर म पनि मिटिङ सकेर आइपुगिहाल्छु एउटै क्लासमा घरमै खान्छन् सानोलाई चाहिँ म आफै लिएर आउँछु दिदी चाहिँ बस्न आउँछु किनभने दिदीको भाडा लाग्छ नि त दिदीको गाडी भाडा लाग्छ सानोको लाग्दैन अनि सानो म चाहिँ प्राइभेट गाडीमा आउँछु प्राइभेट गाडी के भन्नु होला सिटी अटो हाम्रो सजिलो छिटो त्यसमा आउँछु सानो म ठुलो उसैको बसमा आउँथेँ किनभने ठुलीको गाडी भाडा उता तिरेको हुन्छ यता फेरि डबल लाग्छ त्यही हो अब चाहिँ म हजुरहरूलाई नि कतिखेर कहाँ भेट्छु भन्ने कुरा चाहिँ म जब घरबाट ठिक परेर बाहिर निस्किन्छु नि त अनि म बाहिर निस्किन्छु अनि बाहिर निस्किने टाइममा हजुरसँग भेट्नेछु अहिले चाहिँ म यहाँबाट छुट्टिन खोज्दैछु कहाँबाट भन्दा नि मुकै बनाउने ठाउँबाट अनि म के कति बनाउँछु त बनाइसक्छु त भन्ने कुरा देखाएर मात्रै हजुरबाट मैले निस्किन्छु अनि आज त के हो त्यो मौसम त्यहाँ कत्रो घाम लागेको थियो अहिले पानी परेर खोजिरहेको छ यो मौसमले पनि दिक्कै लाउने रहेछ क्या दिक्कै अब म हिँडेर पानी पऱ्यो भने कति झ्याउ हुन्छ जाँदा त सिटी अटो बाटोमा आइहाल्छ घरमा आइहाल्छ हिँडाइकोमा जाने भन्दा हल्का पानी परेर छाता बाहिर निस्किँदै गर्दा बाटोमा हिँडेर सिटी अटोमा चल्नु मजा आउँछ क्या बोलायो भने बाटो गर्नुपर्छ स्कुटीमा जाने थिएँ मन थियो आज त्यही पानीको झ्याउ पनि हुन्छ भरे आउँदा नानी लिएर आउनु पनि हुन्छ त्यही भएर जाँदिनँ मौसम सफा भएको बेलामा गुड भएको बेलामा म निकाल्छु निकालेर मैले डराउँदै कुदाएको एउटा भिडियो पनि हजुरसँग अपलोड गर्छु त्यो भयो मैले स्कुटीमा कुदाएको पनि 1 शताब्दी भयो लगभग यो अतातामा त्यति वर्ष भएछ त्यति मैले कुदाइन त्यो भाइ हुनुहुन्थ्यो भन्दा भाइले तातो लगिहाल्नुहुन्थ्यो मेरो काम त्यति पर्दैन थियो भाइ हुन्थ्यो भाइले बाहिर गर्नुहुन्थ्यो अनि म जान्न पनि बिताएँ अनि त्यसपछि अहिले सिटी अटोमा गयो कहिले हिँड्नै पर्यो भने भाइ अघि हिँड्ने काम थियो भाइले लानुहुन्थ्यो साधन चाहिँ म पूर्व भाइ पसिन् अनि फेरि समय दुईजनाको सेम टु सेम हुन्थ्यो त्यही भएर आफ्नो काम आफ्नो तरिकाले जान्थ्यौँ कोही बेला सँगै जाने काम सँगै एकजनाको सर्टको छैन भने एउटैमा त्यसरी नै चलिरहेको थियो अहिले चाहिँ अस्ति सर्टेज भयो पेट्रोल पनि सर्टेज भयो मेरो पनि घरमा त्यस्तै काम परेकोले गर्दा गाडी निकालेँ लानै परिन बिग्रिन्छ नकुदाउँदा इन्जिनहरू सबै खत्तम हुन्छ अब म फेरि कुदाउँछु अनि पेट्रोलको भाउ पनि बढेर कहाँ पुगेको छ त्यही भएर पनि हो अनि अब 2-4 दिनपछि हजुरलाई ब्लगमा हालिदिनेछु म चाहिँ गाडीमा म चाहिँ स्कुटीमा निकालेर स्कुटी स्टार्ट गरेको भिडियो हजुरहरू सामु आउने नै छ अब म यति भन्दै हजुरहरूबाट बिदा भए अहिलेलाई छुट्टिमा फाइनली म चाहिँ घरबाट निक्लिसकेँ म चाहिँ नानीको स्कुल जाँदैछु अहिले नानीलाई खाजा पुऱ्याउन कहाँसम्म जान्छु त बिदा भएर चाहिँ जान्छ नानीकोमा कुद्दै कुद्दै जाँदैछु मैले चाहिँ स्कुटी छोडेको छु सिस्टर पनि हुनुहुन्न रहेछ हौ अब कसलाई दिनु नमस्ते आरामै छु
खा टिफिन लिएर आएको हेर्नु न अब छोरीलाई यहाँ छोडिदिएर जानु पऱ्यो खाजाहरूको कोही छैन दिदीहरू हेल्प गर्नुहुन्छ 9 मा मन्सा खोड्का कसैले खबर पठाइदिनु न यो दिनु न ल मन्सालाई सक्यो नि खान्छ नि क्लासमा सिद्धि गएर सक्यो छैन होला बिहान बिर्सेछु भन्दा पनि पैसा हालिदिने बिर्सेछु अनि क्लासमै हुन्छ अरे बाहिर निक्लिन भनेको थिएँ मन्सा खड्का क्लास 9 मा केमा छ भने नि त ग्रिनमा सिटी ए उहाँ ढिलो भयो भन्दै हुन्छ नि उसको क्लासको कोहीलाई देख्दिनँ न त भनिदिन्थेँ लगिदिन्थेँ एकजना लाने भन्दा पनि पर पुगेर म चढाउन लाउनु पऱ्यो उसको म कहाँ खुवाउन भ्याउँछु उसो मान्छेलाई म चाहिँ नथेँ कि फेरि मैले खाजा दिनुपर्ने भयो अनि म स्कुलै खुवाएँ केटाकेटीले खाएर हेर्नु नि कसै छोडेर हुन्छ त्यो चाहिँ नानीको स्कुल ब्याकग्राउन्ड हल्ला केटाकेटीहरूको हल्ला सानो छैन मार्नु हुनेको मलाई त फोन गरेको गरेँ सिटीको अङ्कलले नातिले नानीको स्कुल आएको अरे अहिले भरे मिटिङमा आउँदाखेरि फोटो खिच्छु अहिले चाहिँ म गइसकेँ एकछिन सिटीमा ढिलो भयो मलाई मैले अघि दाजुलाई भनेको थिएँ नि दाजु टिफिन पुऱ्याउनु छ भनेर यहाँ देख्नुहुन्छ मेरो हस्पिटल यो चाहिँ बिएनसी हस्पिटल बुधबारेको के हस्पिटल बिएनसी के परे दुर्गा प्रसाद यो हो त यहाँ बुधबारेमा पनि रहेछ मैले नि भर्खरै थाहा पाएको हो बिएनसी हस्पिटल होइन दाजु बिएनसी हस्पिटल हुनु त हजुर हेल्थ पोस्ट होला हौ होइन यो नि बिएनसी हस्पिटल भनेको जस्तो लाग्यो अस्ति नै मलाई कसले भन्नुभयो हो दाइजनको त थाहा छँदै थियो नि त्यो सर पहिल्यैदेखि हामी चाहिँ बुधबारे आइपुग्न लाग्यो राम्रो बुधबारे आइसक्छ मलाई काटै झर्दैन त्यो चाहिँ अघि एकचोटि चाहिँ मौवा झऱ्यो यहाँ चाहिँ चामलहरू पाइन्छ राम्रो राम्रो सुपथ मूल्यमा पाइन्छ यहाँ के लिएको छ त्यही हेरेर आउनु होला यहाँ चाहिँ हाँस्दै हुन्छ हाम्रो ठुली चाहिँ मऱ्यो हाँस उठेर भन्दै भन्दै यहाँ जगतेको भाइले सिङ्गडा बनाउँछ भन् यो चाहिँ तल्लो चोक हो है ठुली दिदीले जे भने पनि भरे ठुली दिदीको साउन्ड चाहिँ म स्पिडमा हालिदिनेवाला छु हामी चाहिँ सब्जी लाइनतिर छिरेको आज बुधबारे बजार कस्तो लाग्दो रहेछ देखाउँछु तर आज बजारै छ जस्तो छैन किन हो पनि
छिटो छिटै बजार आइएछ कि क्या जस्तै देखियो है। म चाहिँ जुत्ता पसल आइसकेँ नानीको जुत्ता साट्नुको लागि। ब्याग पनि पाउँछ। यही पसलबाट लिएको क्या नानीको जुत्ता। अब चाहिँ म कता जान्छु, जुत्ता साट्नु थियो, जुत्ता पनि साटिसकेँ मैले। अब म फिर्केको यहाँबाट मैले चाहिँ सकेँ। अब म बजारबाट बाहिर निस्किँदैछु। म चाहिँ डिपार्टमेन्टभित्र आइसकेको छु। साथी मार्केट बुधबारे चाहिँ म के किन्छु भन्दा नानीहरूलाई मैले चाहिँ यो किन्न भएको पापड पापड किन्नु पर्यो भनेर आएको। नानीलाई चाहिँ पापड मन पर्यो अरे। यो मैले टक हिँड्नै रहेछु। मैले चाहिँ यो दुईवटा लिइसकेँ। अनि अहिले क्यापी अरू थोक चाहिँ खासै मलाई केही चाहिएको छैन। कहाँ के पाउँछ त भन्ने कुरा अर्कोचोटि आउँदाखेरि ट्याक्क थाहा पनि हुन्छ। भ्लग हेर्ने साथीहरूलाई पनि थाहा हुन्छ कहाँ के पाउँछ भन्ने कुरा। दामी जुत्ता चप्पल छ। चप्पलको प्राइस कति छ नि? 290। कालो भन्दै थिए मलाई चाहिँ छोरीले कालो चप्पल भन्दै थिए। 620 रुपियाँ रे यो चप्पलको प्राइस चाहिँ। यसको चाहिँ 200 कति थियो, 260 कति छ यहाँ प्राइस। $290 कहाँ हो देखिएको छैन यो चप्पलको चाहिँ। म चाहिँ यत्रो बेर त्यत्तिकै हिँडिरहेको रहेछु। डालीले सस खोज्न हिँडेको म। यहाँनिर रहेछ। मैले चाहिँ यो सोया सस पनि लिएँ। सोया ससलाई चाहिँ अस्ति हामीले 70-75 कसैमा ल्याएको थियौँ। अहिले चाहिँ 100 रुपियाँ रहेछ। अनि यहाँ न मैले सानो किनेको 300 रुपियाँको ल्याइदिनु। 300 रुपियाँ होला। अन्त म त 300 वाला ल्याउँछु। म तपाईलाई देखाइदिन्छु हो बिस्कुट लाग्छ। म चाहिँ फुरनदाना खोजेको थिएँ। यहाँनिर रहेछ। यो चाहिँ कहाँ भने यो मसलाहरूको आइटमतिर हुँदो रहेछ। म चाहिँ पर खोजेको थिएँ नि त अघि। सबै कहाँ कुनामा अनि वहाँ पर खोज्दा हुन्छ।
मैले चाहिँ त्यहाँनिर भेटेँ सोया ससहरू भेजिटेबल मैले यो पनि लिएँ मैले चाहिँ सौदा गरिसक्न लाग्यो अब यति हो अब एउटा यो गर्छु हामीलाई केही हुन्न हजुर मैले चाहिँ अब चाहिँ सौदा गरिसकेँ अब निस्किन्छु अब मलाई स्कुल जान ढिलो भइसक्यो अब म काउन्टरमा गइसकेँ सबै सामानहरू चाहिँ चेन्ज गर्नुभएछ नि त तपाईँले यताको उता भयो कि अब म त घुमेको गएँ आज कस्मेटिकको सामान यता सरेछ सक्नुहुन्छ आज चाहिँ म यहाँ केही किन्दिनँ किनभने अस्ति घर किनेर ल 40 भयो किन आउँदैन निर्मला बुढाथोकी घरका निर्मला बुढाथोकी घरका मेरो नमला खड्कातिर छ अलिकति यहाँ चाहिँ साँगुरो भयो अब चाहिँ म निस्किसकेको यहाँबाट आजको सौदा चाहिँ यति नै मेरो ब्लग थियो कि यहाँ मलाई निकाल्नु नि त ब्लग स्टाफ पनि निस्किने ल मेरो ब्लगमा छ बुनुलाई धन्यवाद आन्टी हाम्रो साथीमार भिजिट गर्नुभएकोमा तपाईँलाई धेरै धेरै फेरि आउँदै गर्नु होला मेरो एकाउन्ट नाम यहाँ छ नि त ए हो म चाहिँ बजार पुगेर पनि आएँ एक झोला सामान पनि ल्याएँ अब चाहिँ नानीको स्कुलमा मिटिङ छ र हिँडेको अब हेरौँ फेरि स्कुल चाहिँ स्कुल आइपुगेँ अझै के भयो भने हतार थियो नि त त्यही भएर म चाहिँ भ्लग बनाउन पाइनँ साथीहरूले गाली गरिसकेको थियो टिफिन लिएर आएको थिएँ नि त अघि नानीलाई अहिले चाहिँ अब म एकछिन मिटिङमा बसेर अनि स्कुल जान्छु घर जान्छु भन्दाखेरि अनि अब कसैको मरिमराउ भयो होइन मानौँ हाम्रो बुकुमा बाउ आमा छोराछोरीमा कसैको मरिमराउ भयो भने 10,000 बराबर लागिरहेको कत्रो घाम लागिरहेको रहेछ क्या डिपार्टमेन्टबाट बाहिर निक्ले साथी मार्केट मैले चाहिँ यहाँको बुनु आएर भ्लगमा निस्किन्छु म पनि भन्नुभयो अनि अब फेरि नेक्स्ट टाइम आउँदा भेट हुन्छ ढिलो भइसकेको छ आज मलाई म चाहिँ म्याजिकमा जान्छु स्कुल हिँडेको केटाकेटी गराएर ग्याङ गरेर कस्तो आवाज नसुनेको छ म चाहिँ मनसाला पर्खेको छु देख्दिनँ आएको पनि अघि आइसक्यो कि यो चाहिँ नानीहरूको स्कुल आज चाहिँ स्कुलको भ्लग यति नै अहिले एकछिनमा मैले मिटिङको पनि खिच्न सक्छु अहिले मिटिङको पनि भयो भने एक दुईवटा चाहिँ क्लिप चाहिँ राख्छु